अर्न अन युट्युब यु आर अ युट्युब पार्टनर। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ एकजना फेरि न्यू क्रिएटर्सको च्यानल फाइनली मोनेटाइज भइसकेको छ आफ्टर लङ टाइम। वेलकम ब्याक अगेन मिथिला टेक ज्ञान। र धेरै समय पछाडि हामीले आफ्नो यो च्यानलमा फेरि भिडियो कन्टिन्युटी गरेका छौँ, किनभने पछिल्लो समय केही टेक्निकल प्रब्लमको कारणले गर्दा हाम्रो यो च्यानलमा भिडियो अपलोड गरिरहेको थिएन। सो यहाँ तपाईँले हेर्नुहोस्, म तपाईँलाई डाइरेक्ट लाइभ प्रुफ देखाउँछु। उहाँको च्यानल मोनेटाइज भइसकेको छ। यहाँ मैले पब्लिसर आइडी हाइड गरिदिएको छु, युट्युब पार्टनर प्रोग्रामको अप्सन र वाट युआर युजिङ भनेर यहाँ दुईवटा वाच पेज एड अन छ अनि सर्ट फिड एड उहाँको अन छ। यहाँ तपाईँले लाइभ प्रुफ हेर्न सक्नुहुन्छ। म यो च्यानलको डाइरेक्ट ड्यासबोर्डमा जान्छु र उहाँको कुन कुन भिडियोमा कति वाच टाइम कम्प्लिट गरेको छ, उहाँको च्यानलमा सब्सक्राइबर कति छ के कति टोटल्ली म तपाईँलाई यहाँ लाइभ प्रुफ देखाउँछु। यहाँ करेन्ट सब्सक्राइबर 1043 सब्सक्राइबर हेर्न सक्नुहुन्छ र लास्ट 28 डेजको समरी हेर्नुहुन्छ भने भ्युज उहाँकोमा हेर्नुहोस्, वाच टाइम हेर्नुहोस् अनि एस्टिमेटेड रेभेन्यू डलरको साइन पनि यहाँ आइसकेको छ। सबभन्दा पहिला त म यहाँ कन्टेन्टमा क्लिक गर्छु। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ उहाँको भिडियोहरू मोनेटाइज छ कि छैन भन्नाले भिडियोहरूमा $3 को साइन छ कि छैन। यहाँ तपाईँले यहाँ लाइभ प्रुफ यहाँ देखाउँछु। यहाँ हेर्नुहोस् मोनेटाइजेसनको सेक्सन आइसकेको छ र सबै यहाँ $3 आउँछ। उहाँको सबै भिडियोहरू मोनेटाइज छ र उहाँको च्यानलमा हामीले वाच टाइमको काम कम्प्लिट गरेका थियौँ र त्यो पनि फुल्ली अर्ग्यानिक र अथेन्टिक वेबाट हामीले उहाँको च्यानलमा वाच टाइम कम्प्लिट गरेका थियौँ। कुन कुन भिडियोमा गरेका थियौँ, त्यो भिडियोको ड्युरेसन कति रहेको छ, भिडियोमा कति भ्युज आयो र त्यो भ्युज बापत कति सब्सक्राइबर कति लाइक कमेन्ट र वाच टाइम आएको छ भन्दाखेरि म तपाईँले यहाँ लाइभ प्रुफ देखाइरहेको छु। दुईवटा भिडियोमा हामीले उहाँको सकभर त दुईवटा भिडियोमा हामीले वाच टाइम गरेका छौँ। यहाँ हेर्नुहोस् अरू नर्मल भिडियोमा हेर्नुहुन्छ भने एकदम एभरेज भ्युज भनेको उहाँको 30 40 20 25 भ्युज छ होइन। तर यो दुईवटा भिडियोमा हेर्नुहोस्, एउटा यो 15 मिनट 12 सेकेन्ड, अर्को 19 मिनट 29 सेकेन्ड। एउटामा हेर्नुहोस् 22,116 भ्युज आएको छ र अर्कोमा 27,010 भ्युज छ। यो दुईटै भिडियोको एनालाइटिक्स म तपाईँलाई ओपन गरेर देखाउँछु। यो 22,000 भ्युज बापत कति वाच टाइम आएको छ र 27,000 भ्युज बापत कति वाच टाइम आएको छ। यो भिडियोमा कति वाच टाइम कति सब्सक्राइबर कति के छ म तपाईँलाई लाइभ प्रुफ यहाँ देखाउँछु। यहाँ हेर्नुहोस् जम्मा यो भिडियोमा 22,116 भ्युज आएको छ र अहिले पनि रियल टाइममा पनि 2-3 भ्युज आइरहेछ र 4.4K भन्नाले 4,400 भन्दा माथि वाच टाइम यहाँको कम्प्लिट छ। 4,400 घन्टाभन्दा माथिको वाच टाइम कम्प्लिट छ र प्लस 66 सब्सक्राइबर पनि उहाँको इन्क्रिज भएको छ। डलर किन इन्क्रिज भएको छैन भन्दाखेरि यो भिडियोमा हामीले वाच टाइम कम्प्लिट गरेका थियौँ। सो मोनेटाइज हुनुभन्दा पहिला नै यो भ्युज आएको छ। सो यसमा अर्निङ अहिले खासै छैन भन्दा पनि छैन भन्नु पऱ्यो, किनभने $0.01 छ र अहिले नयाँ जुन भ्युज आएको होला 100-200 त्यो बापत मात्र उहाँकोमा छ। यहाँ तपाईँले लाइभ प्रुफ हेरिसक्नुभयो होइन। र 19 मिनटवाला भिडियोमा मान्छेले कतिको वाच गरेछ र 22,000 भ्युजमै यतिको 4,400 घन्टाको वाच टाइम कम्प्लिट हुनु त एउटा सानो कुरा पक्कै पनि होइन होइन। यहाँ हेर्नुहोस् उहाँको 19 मिनटवाला भिडियोलाई मान्छेले एभरेज भ्यू ड्युरेसन 11.52 भन्नाले 11 मिनट 52 सेकेन्ड लगभग 12 मिनटको हाराहारीमा उहाँको भिडियोलाई मान्छेले हेरेछ। अब म त्यो अर्को एउटा भिडियोको पनि प्रुफ देखाउँछु। यहाँ हेर्नुहोस् यो 27,000 वालाको हेर्नुहोस् जुन 27,010 भ्युज छ र 15 मिनटको जुन भिडियो छ यसमा कति आयो त होइन। यो 27,000 बापत कति भ्युज कति वाच टाइम कति के आएको छ म यसको पनि तपाईँले यहाँ लाइभ प्रुफ देखाउँछु। धेरै साथीहरूको यो क्वेसन हुन्छ यो फेक काम हो भनेर। यहाँ हेर्नुहोस् 100% अर्ग्यानिक तपाईँहरूकै भिडियोलाई हामीले बुस्ट गरेर यो सबै काम गर्ने गरेका छन्। हेर्नुहोस् उहाँको सब्सक्राइबरको काम पनि हामीले नै गरेको यही भिडियो बापत यो 27,000 भ्युज बापत 5.4K भन्नाले 10,000 घन्टाको हाराहारीमा उहाँको च्यानलमा भ्युज छ जम्मा दुईवटा भिडियोमा है। 5.4K र प्लस 338 सब्सक्राइबर पनि इन्क्रिज भएको छ। यहाँ तपाईँलाई लाइभ प्रुफ हेर्न सक्नुहुन्छ है त। सो यदि तपाईँ पनि आफ्नो च्यानल मोनेटाइज गर्न चाहनुहुन्छ 1,000 सब्सक्राइबर अथवा 4,000 घन्टा वाच टाइम कम्प्लिट गरेर फुल्ली नन ड्रप सर्भिस र एकदम अर्ग्यानिक र अथेन्टिक वेमा तपाईँ आफ्नो च्यानललाई मोनेटाइज गर्न चाहनुहुन्छ भने भिडियो डिस्प्लेमा सो भइरहेको वाट्सएप नम्बरबाट डाइरेक्ट कन्ट्याक्ट गरेर हामीसँग सर्भिस लिन सक्नुहुन्छ। साथसाथै हामीले तपाईँको भिडियो प्रमोसनको लागि अर्ग्यानिक प्रमोसनको लागि गुगल एड रन गर्नु पर्यो अथवा फेसबुक पेज छ त्यो पेजलाई पोस्ट गर्नु पर्यो अथवा कुनै प्रोडक्ट छ कुनै ब्रान्ड छ अथवा कुनै तपाईँको कम्पनी छ सङ्घ संस्था छ तिनीहरूलाई प्रमोट गर्नु पर्यो फेसबुक एड मार्फत अर्थात् मेटा एड मार्फत प्रमोट गर्नुपर्ने छ भने पनि हामीलाई सम्झिन सक्नुहुन्छ। सो आजको लागि यति नै। भिडियो राम्रो लाग्यो लाइक गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकन अल प्रेस गर्नु होला। हस्त।